सधैँ नमस्ते। आजको भिडियो तपाईँले थम्बनेल देखिसक्नुभयो पुलिस रिपोर्ट कसरी भर्ने। हुन त यो एकदम सजिलो छ, तर धेरै लाग्न सक्छ कि पुलिस रिपोर्टको हामीले ब्राउजरबाट फर्म भर्दाखेरि अलिक समस्या आयो भन्ने मैले धेरैजना मेसेज गर्नु भएको छ। त्यसकारणले गर्दा तपाईँको सहजीकरणको लागि मैले आजको भिडियो बनाउँदैछु। हुन त अहिले नागरिक एपबाट पनि सजिलै पुलिस रिपोर्टको डिटेलहरू त्यहाँ तपाईँको आफ्नो पर्सनल डिटेक्ट गर्छ र त्यही फोटोबाट तपाईँले अपलोड गरेर पनि भर्न सक्नुहुन्छ। तर नागरिक एपमा के हुन्छ भन्दाखेरि कहिलेकाहीँ 3 महिना पछि पुलिस रिपोर्ट भर्नुपर्ने हुन्छ र त्यो हुँदाखेरि फेरि ब्राउजरबाट भर्ने चाहिँ त्यो खालको समस्या आएको छ र ब्राउजरबाट हामीले कसरी भर्न सकिन्छ त्यसको कम्प्लिट भिडियो चाहिँ म तपाईँलाई बताउनेछु। र आजको यो भिडियो हेर्नुभयो भने तपाईँले आफ्नो पुलिस रिपोर्ट मजाले आफै चाहिँ भर्न सक्नुहुनेछ, यो मेरो विश्वास हो। र अगाडि पनि म तपाईँलाई बताउनेछु र अहिले पनि भनिहाल डकुमेन्ट के चाहिन्छ भन्ने कुराको बारेमा चाहिँ तपाईँ यदि विवाहित हुनुहुन्छ भने चाहिँ तपाईँ बसाइ गर्नु भएको छ भने तपाईँलाई चाहिने थप 2टा डकुमेन्ट भनेको एउटा चाहिँ म्यारेज सर्टिफिकेट, एउटा चाहिँ बसाइ सराईको कागज है, अनि अर्को चाहिँ तपाईँले नागरिकता पासपोर्ट कपी थियो, अनि एउटा स्टुडियो क्लियर फोटो 6 महिना भन्दा नयाँ है, पुरानो नहोस् त्यो अब स्टुडियो फोटो चाहिँ चाहिन्छ। र यदि तपाईँ विवाहित हुनुहुन्न र सेम जिल्लामै हुनुहुन्छ भने चाहिँ तपाईँको यदि विदेशको लागि अप्लाई गर्दै हुनुहुन्छ भने तपाईँको लागि नागरिकता पासपोर्ट कपी र स्टुडियो फोटो त्यति भए चाहिँ हुन्छ है त। यो चाहिँ डकुमेन्टको कुरा भइहाल्यो। अर्को कुरा पुलिस रिपोर्टको म्याद कति हुन्छ भन्ने कुरा पनि छ। खास गरी पुलिस रिपोर्टको यति एक्सपायरी डेट भनेर चाहिँ त्यहाँ कुनै पनि ठाउँमा मेन्सन गरिएको हुँदैन। यो डेटसम्म यो मान्छेको टीआरएस क्लियर छ भन्ने मात्र हुन्छ है, तर क्यारेक्टर क्लियर छ भन्ने मात्र हुन्छ। तर के हुन्छ देश अनुसार फरक फरक, कुनै देशमा 6 महिनासम्मको एक्सेप्ट गर्ने पनि हुन्छ र नर्मली 3 महिना भन्ने गरिन्छ र 3 महिनापछि हामीले अर्को पुलिस रिपोर्ट अप्लाई गर्नुपर्ने हुन्छ र अर्को रिपोर्ट बनाउनु पर्ने हुन्छ। जसरी हामीले एकचोटि आइडी बनायो भने सधैँभरि त्यही आइडी बनाउन सक्छ। धेरैजना के हुन्छ आज एउटा आइडी बनाए अर्को आइडी बनाए त्यो मोबाइल नम्बरले काम गरेन अथवा त्यो मोबाइल नम्बर युज भयो, पुलिस रिपोर्टको त्यो इमेल आइडी युज भयो भन्ने कुरा हुन्छ। र एकचोटि एउटा इमेल आइडी र मोबाइल युज भयो भने अर्कोचोटि त्योबाट तपाईँले अर्को पुलिस रिपोर्ट भर्न चाहिँ पाउनु हुँदैन। त्यसकारणले गर्दा युजर नेम र पासवर्ड कसरी सुरक्षित गर्ने यसको बारेमा तपाईँलाई अगाडि भिडियोमा बताउनेछु। र यो सँगै अब हामी पुलिस रिपोर्ट कसरी भर्ने यसको कम्प्लिट गाइड अगाडि चाहिँ तपाईँलाई भनेछु र भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। यो हेर्नुभयो भने तपाईँले आफ्नो पुलिस रिपोर्ट आफै बनाउन सक्नुहुनेछ। ल साथीहरु भिडियोलाई स्टार्ट गरौँ है त। यसको लागि हामीले एउटा ब्राउजर खोलौँ। मैले मोजिला फायरफक्स खोलेको छु। तपाईँले क्रोम ब्राउजर, मोजिला फायरफक्स जेबाट गर्दा पनि हुन्छ। यसको लागि तपाईँले मोबाइलबाट पनि एप्लिकेसन सबमिट गर्न सक्नुहुन्छ, बट म सिकाउन सजिलो होस् भन्ने हिसाबले डेस्कटपबाट सुरु गर्दैछु। त्यसको लागि सबभन्दा पहिला एउटा वेबसाइट छ OPCR भन्ने हैन, opcr.nepalpolice.go.np भन्ने यो खालको वेबसाइट छ। यो वेबसाइट तपाईँले ओपन गर्नुपर्ने हुन्छ। म तपाईँलाई डिस्क्रिप्सनमा राख्दिन्छु। यसमा गइसकेपछि तपाईँले फर्स्ट टाइम यदि तपाईँले अलरेडी फर्म भरिसक्नु भएको छ भने यहाँदेखि इमेल आइडी र पासवर्ड टाइप गरेर तपाईँले लगइन गर्न सक्नुहुन्छ। अहिले चाहिँ म तपाईँलाई फर्स्ट टाइम को कारणले गर्दा म गएर रेजिस्टर गर्दैछु। केही तपाईँलाई फर्दर इन्फर्मेसन चाहियो भने यहाँ पुलिसको एउटा नम्बर दिएको छ। यो चाहिँ तपाईँले अफिस आवरमा 10 देखि 5 बजेसम्म तपाईँले कल गर्न सक्नुहुन्छ। र हाउ टु अप्लाई भनेको छ। हाउ टु अप्लाईमा गएर क्लिक गर्नुभयो भने यहाँ युट्युबमा पनि देखाएको छ, तपाईँले त्यो तरिका गर्न सक्नुहुन्छ। र आज म तपाईँहरूलाई गेट हेल्पमा गएर तपाईँले यसको बारेमा 1 2 3 4 5 वटा स्टेपमा हामीले पुलिस रिपोर्ट अप्लाई गर्न सक्छौँ र 5 वटा स्टेपमा के भनेको छ सबैले सर हेर्न सक्नुहुन्छ। यो पढेर पनि तपाईँले आफ्नो तरिकाले अप्लाई गर्न सक्नुहुन्छ है त। र तपाईँसँग नागरिक एप छ भने नागरिक एपबाट पनि तपाईँले अप्लाई गर्न सक्नुहुन्छ। कुनै एकचोटि अप्लाई गरिसकेपछि अर्को एक्सपायर भयो भने फेरि हामीले ब्राउजरबाट गर्नुपर्ने हुन्छ। त्यो ब्राउजरबाट गर्नु पर्यो भने कसरी गर्ने त सबै कुराहरू म तपाईँलाई बताउनेछु। सबभन्दा पहिला हामीले रेजिस्टर गर्छौँ, त्यसपछि इमेल कन्फर्मेसन गर्छौँ, त्यसपछि हामीले पासपोर्ट चेन्ज गर्छौँ, त्यसपछि एप्लिकेसन सबमिट गर्छौँ भर्छौँ र त्यसपछि हामीले सबमिट गर्छौँ लास्टमा गएर। यो 5 वटा स्टेपमा हामीले के छ पुलिस रिपोर्टको फर्म भरेर सकाउनु पर्ने हुन्छ है त। अब हामी के गर्छौँ भन्दाखेरि यसलाई मैले कट गरेँ। सबभन्दा पहिले नयाँ पुलिस रिपोर्ट इफ यु डोन्ट ह्याभ अकाउन्ट भनेछ रेजिस्टरमा क्लिक गर्नु र आई एम नेपालीमा क्लिक गर्नु र नेक्स्टमा क्लिक गर्नु। र सबभन्दा पहिले फर्स्ट नेम, मिडल नेम, लास्ट नेम। यदि तपाईँको नाम राम बहादुर छ भने राम बहादुर अनि यहाँ गएर लास्ट नेम तपाईँले लेख्न सक्नुहुन्छ। यहाँ राम गएर बहादुर, यहाँ गएर श्रेष्ठ थापा केशर लेख्न सक्नुहुन्छ। यदि तपाईँको नाम फिमेल हुनुहुन्छ भने जस्तै लक्ष्मी छ भने लक्ष्मी अथवा महतो यहाँ लेख्न पाइयो हैन, लक्ष्मी थापा जे छ। लक्ष्मी कुमारी छ भने लक्ष्मी कुमारी अनि महतो यहाँ लेख्न पाइयो। त्यसपछि मेल फिमेल के हो, फिमेललाई क्लिक गर्ने, मेलले मेलमा क्लिक गर्ने। यहाँ तपाईँले आफ्नो मोबाइल नम्बर टाइप गर्ने, यहाँ तपाईँले आफ्नो इमेल आइडी टाइप गर्ने। त्यसपछि यहाँ गएर क्याप्चा जुन अक्षर दिएको छ त्यो टाइप गरेर रेजिस्टरमा क्लिक गर्ने। अब तपाईँले आफ्नो नाम, आफ्नो मिडल नेम छ भने अनि लास्ट नेम र आफ्नो तपाईँको जेन्डर र मोबाइल नम्बर, इमेल आइडी र क्याप्चा टाइप गरेर रेजिस्टरमा क्लिक गर्नु। अब म त्यो गर्दैछु है त। त्यसको लागि सबभन्दा पहिला तपाईँलाई डकुमेन्ट के चाहिन्छ, डकुमेन्ट ठिक्क पारेर राख्नुपर्ने हुन्छ। डकुमेन्टमा तपाईँलाई पासपोर्ट कपी चाहिन्छ एउटा तपाईँलाई सिटिजनको ब्याक साइडको, सिटिजनको फ्रन्ट साइडको, त्यसपछि पिपी साइडको स्टुडियो फोटो चाहिन्छ तपाईँलाई। त्यो फोटो 6 महिना भन्दा पुरानो नहोस्, त्योभन्दा अगाडिको 3 देखि 6 महिना भित्रको एउटा फोटो, क्लियर फोटो स्टुडियो फोटो चाहिन्छ र व्हाइट ब्याकग्राउन्डको गर्दा राम्रो बेटर हुन्छ। अर्को चाहिँ फ्रन्ट भनेको अगाडिको नागरिकताको, पछाडिको ब्याक साइडको नागरिकताको, त्यसपछि पासपोर्ट कपी भए। तपाईँले विदेशतिर अप्लाई गर्ने हो भने तपाईँको पासपोर्ट चाहिँ कम्पलसरी चाहिन्छ र नेपालको लागि युज गर्ने हो भने चाहिँ तपाईँले यति डकुमेन्ट भए चाहिँ हुन्छ, पासपोर्ट चाहिँदैन है त। अब म तपाईँलाई कसरी पुलिस रिपोर्टको फर्म भर्न सिकाउन गइराखेको छु। त्यसको लागि यसरी तपाईँले आफ्नो फर्स्ट नेम, त्यसपछि लास्ट नेम, मिडल नेम परेन, यसरी आफ्नो जेन्डर, त्यसपछि तपाईँले आफ्नो मोबाइल नम्बर अनि इमेल आइडी अनि क्याप्चा टाइप गरिसकेपछि रेजिस्टरमा क्लिक गर्न सक्नुहुन्छ। त्यससँग तपाईँले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि मोबाइल नम्बर चाहिँ तपाईँले एकचोटि मात्र युज गर्न पाउनुहुन्छ।
अर्कोचोटि एउटा मोबाइल नम्बर 2 पटक अथवा अर्कोचोटि अप्लाई गर्न पाउँदैन। यदि युज भएको छ भने अर्को नम्बर तपाईँले युज गर्न सक्नुहुन्छ। त्यसपछि इमेल आइडीको केसमा पनि त्यही छ। इमेल आइडी पनि तपाईँले एकचोटिमा एउटा मात्र इमेल आइडी चुज गर्न सक्नुहुन्छ र पछि त्यही इमेल आइडीबाट तपाईँले धेरै आफ्नो युजर नेम र पासवर्ड सुरक्षित राख्ने। त्यसपछि त्यही इमेल आइडीबाट तपाईँको पिसिसी एक्सपायर भयो भने रेगुलर अपडेट गर्न चाहिँ तपाईँले पाउन सक्नुहुन्छ है त। त्यसपछि म के गर्छु, सबै टाइप गरिसकेपछि रेजिस्टरमा क्लिक गर्छु। रेजिस्टर क्लिक गरी सक्सेसफुली भइसकेको छ, यहाँ देख्न सक्नुहुन्छ। रेजिस्टर सक्सेसफुल भइसक्यो। इमेलमा तपाईँले के छ ओटिपी अथवा वान टाइम पासवर्ड पठाउँछ र डिड नट रिसिभ एनी इमेल, हामी स्पाममा पनि तपाईँले चेक गर्न सक्नुहुन्छ भनेको छ उसले। त्यसपछि म पहिलाको इमेल टाइप गर्छु र त्यो इमेल आयो कि आएन इमेल चेक गरिसकेपछि त्यो इमेलमा आएको पासवर्ड चाहिँ यसमा टाइप गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईँ लगइनमा क्लिक गर्नुपर्ने। त्यो टेम्पोररी पासवर्ड आइसकेको छ, तपाईँको इमेलमा चेक गर्नु होला। यदि इमेलको इनबक्समा छैन भने स्पाममा पनि आएको हुन्छ। मैले त्यहाँ त्यो पासवर्ड टाइप गरेँ। त्यसपछि लगइनमा क्लिक गर्दैछु। लगइन क्लिक गरिसकेपछि अब हामीले के गर्नुपर्ने हुन्छ, पासवर्ड चेन्ज गर्नुपर्ने हुन्छ। त्यो पहिलाको जुन वान टाइम पासवर्ड आएको छ त्यसलाई क्लिक गर्नु। त्यसपछि आफ्नो पासवर्ड तपाईँले राखेर के गर्नु भन्दा कन्फर्ममा क्लिक गरिदिनुहोस्। आफ्नो पासवर्ड राखिसकेपछि यो पासवर्ड नभुल्ने पासवर्ड राख्नु होला, भुल्नु भएन। भुलेपछि फेरि रिसेट गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईँले कन्फर्ममा क्लिक गर्नु। कन्फर्म क्लिक गरिसकेपछि हाम्रो के भयो त पासवर्ड पनि चेन्ज भइसक्यो। यहाँ भन्यो पासवर्ड चेन्ज भयो। अब हामी पहिलेको इमेल आइडी र नयाँ पासवर्डबाट हामीले के गर्छौँ, यसरी तपाईँले आफ्नो इमेल अनि पासवर्ड टाइप गरिसकेपछि के गर्नुहोस्, लगइनमा क्लिक गर्नुहोस्। लगइनमा क्लिक गरिसकेपछि अब हाम्रो के छ भन्दाखेरि ड्यासबोर्ड खुलेको छ। ड्यासबोर्ड खुलिसकेपछि यहाँ के भनेको छ, फोटो चाहिँ यसमा मिलाउनु पर्ने हुन्छ राम्रोसँग। तपाईँको दुईवटा कान मजाले देखिन पर्यो, छाती देखिन पर्यो मजाले। त्यसको लागि 33.5 सेन्टिमिटर र 4.5 सेन्टिमिटर अथवा 35 mm 45 mm को साइजको फोटो चाहिँ तपाईँले बनाएर राख्नुपर्ने हुन्छ। त्यो फोटो चाहिँ तपाईँले यहाँ बनाएर रेडी गर्नुहोस्। र सबै भनेको छ भिजिबल भनेको छ, हेड सुल बी कभर 50% भनेको छ। र यसरी चाहिँ तपाईँको इमेज नट मिटिङ अबभ क्राइटेरिया विल बी रिजल्ट एप्लिकेसन विल बी रिजेक्टेड हुन सक्छ। त्यसमा फोटो चाहिँ राम्रोसँग मिलाउनु पर्ने हुन्छ। फोटोलाई मिलाएर स्टुडियो फोटो बनाएर राख्नु होला। त्यससँगै तपाईँले यहाँ भर्नुपर्ने कुरा के छ भन्दा तपाईँको नाम अलरेडी आइ नै सकेको हुन्छ यहाँनिर हैन, मिडल नेम राखेको यहाँ पनि आउँछ। अब तपाईँले चाहिँ नाम चाहिँ आफ्नो नाम चाहिँ चेन्ज गर्न पाउनु हुँदैन। त्यसकारण नाममा स्पेलिङहरू यताउति मिस्टेक नगरिकन भर्नु होला। र अरू इन्फर्मेसन चाहिँ तपाईँले आफै फिलअप गर्ने हो। सबभन्दा पहिले के भने यदि तपाईँले बिहा गर्नु भएको छ भने तपाईँले के गर्नुपर्ने हुन्छ, यहाँ गएर स्पोजमा क्लिक गर्नुपर्ने। स्पोजमा क्लिक गर्नुभयो भने यहाँ गएर आफ्नो यदि तपाईँको श्रीमान हुनुहुन्छ श्रीमानको डिटेल भर्नु पर्यो। यदि तपाईँ वाइफ हुनुहुन्छ वाइफको डिटेल भर्नु पर्यो। र यदि स्पोजमा टिक लगाउनु बित्तिकै तपाईँले के गर्नुपर्छ, बिहा दर्ता तपाईँसँग हुनुपर्ने हुन्छ। पछि चाहिँ बिहा दर्ताको फाइल हामीले अपलोड गर्नुपर्ने हुन्छ। यदि लगाउनु भएन भने त्यो चाहिँ परेन है त। त्यससँगै के छ हामीसँग अर्को म तपाईँलाई भन्छु, यहाँ चाहिँ तपाईँको फादरको फर्स्ट नेम अघि तपाईँको लेखे जस्तै यहाँ चाहिँ फादरको मिडल नेम छ भने राख्नु, छैन भने परेन। र फादरको लास्ट नेम चाहिँ तपाईँ राख्न सक्नुहुन्छ। यहाँ तल आएर तपाईँले आफ्नो मदरको फर्स्ट नेम, मदरको मिडल नेम, मदरको लास्ट नेम यहाँ राख्नु होला। त्यसपछि तपाईँले यहाँ गएर विक्रम सम्मतमा आफ्नो डेट अफ बर्थ राख्नु होला। विक्रम सम्मत डेट अफ बर्थ राख्दा बित्तिकै एडीमा अटोमेटिक डेट अफ बर्थ आइहाल्छ। र एडीमा आएको डेट अफ बर्थ र विक्रम सम्मत राखेको डेट अफ बर्थ तपाईँको पासपोर्ट र नागरिकता मिलेछ कि मिलेको छैन त्यो पनि चेक गर्नु होला। त्यससँगै तपाईँको यहाँ गएर आफूले इमेज चाहिँ यहाँ गएर ब्राउजमा क्लिक गर्नु होला र जहाँ इमेज राख्नु भएको छ इमेजको फोल्डरमा गएर तपाईँले यहाँ गएर इमेज सेट गर्नुपर्ने हुन्छ। र अर्को कुरा तपाईँ इमेल अलरेडी यहाँ आइ नै सकेको हुन्छ र मोबाइल नम्बर आइ नै सकेको हुन्छ। यो चाहिँ चेन्ज गर्न मिल्दैन, पहिले राखेको हुन्छ हामीले राखिसक्यो अघि। जेन्डर पनि तपाईँले यहाँ गएर चुज गर्न पाउनु हुँदैन है त। यो पनि अटोमेटिक हुन्छ। अगाडि हामीले जुन जुन राख्यो त्यो चाहिँ हामीले चेन्ज गर्न मिल्दैन। यदि तपाईँले मिस्टेकली मेल गर्नु भएको छ, फिमेललाई मेल गर्नु भएको छ भने चाहिँ तपाईँले के गर्नुपर्ने हुन्छ, फेरि अर्को इमेल आइडी अर्को मोबाइल नम्बरबाट तपाईँले फर्म भर्नुपर्ने हुन्छ। त्यो इमेल आइडी मोबाइल नम्बरबाट भर्न चाहिँ मिल्दैन। अनि यहाँ गएर पर्पज भनेको छ, हामीले तपाईँले कुन पर्पजको लागि तपाईँले यहाँ गएर के गर्ने हो, फर्म भर्ने हो। त्यसको लागि तपाईँले पर्पज खुलाउनु पर्ने हुन्छ। जस्तै यहाँ गएर अप्लाई विथ सिटिजन एन्ड पासपोर्ट, अब नागरिकता र पासपोर्टबाट भर्ने भयो यसमा जाने। यो चाहिँ विदेशको लागि कम्पलसरी नै पासपोर्ट सहित भर्नुपर्ने हुन्छ भने अप्लाई विथ सिटिजन ओन्ली भनेको छ। यो भनेको नागरिकताको लागि मात्र। र नागरिकताको लागि चाहिँ तपाईँले नेपालको, यदि नेपालमा कुनै ठाउँमा तपाईँलाई पुलिस चाहियो भने नागरिकताबाट मात्र पनि भर्न सक्नुहुन्छ है त। त्यससँगै तपाईँसँग माथिको भर्दाखेरि नागरिकता र पासपोर्ट चाहियो भने तल भर्दाखेरि तपाईँसँग नागरिकता मात्र भयो हुन्छ र एउटा फोटो भइहाल्यो। अरू डिटेल चाहिँ तपाईँले मजाले आफ्नो डिटेल यहाँ टाइप गर्दै भर्नु होला है त। म चाहिँ सबै डिटेल भरेर नेक्स्टमा क्लिक गर्छु। अब तपाईँले यहाँ फोटोमा गएर आफ्नो ब्राउजमा क्लिक गर्नु र आफ्नो फोटो चुज गर्नु। यसरी फोटो आउँछ। सबै प्रोसेस कम्प्लिट भइसकेपछि नेक्स्टमा क्लिक गरिदिनुहोस्। अब नेक्स्टमा क्लिक गरिसके यहाँ सबभन्दा मेन कुरा भनेको यहाँ आउँछ। तपाईँको धेरैजनाको रिजेक्सन पनि यहीँबाट आउने गर्छ र यसमा चाहिँ एड्रेस मिलाउनु पर्ने हुन्छ। मेन कुरा भनेर तपाईँले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि यहाँनिर तपाईँले क्लिक गर्नुभयो भने एड्रेस इन ओल्ड फर्मेट बिफोर प्रोभिन्स सिस्टम वाज इस्टाब्लिश भन्छ कि तपाईँको यदि नागरिकता होइन प्रदेश बन्नुभन्दा पहिले बनेको छ भने तपाईँको के हुन्छ भन्दाखेरि तपाईँको यहाँ गएर ओल्डबाट भर्नुपर्ने हुन्छ। यदि तपाईँको नागरिकता एड्रेस इन न्यू फर्मेट अपडेट एड्रेस बेस्ड अन द प्रोभिन्स सिस्टम, तपाईँको चाहिँ हाम्रो चाहिँ के छ, पहिला के थियो हाम्रो गाविसहरू थियो होइन, अञ्चलहरू थियो, विकास क्षेत्रहरू थियो। पछि चाहिँ तपाईँ गणतन्त्र आइसकेपछि के भयो त, हाम्रो प्रदेशमा गयो, स्थानीय तहमा गयो, गाउँपालिका नगरपालिका, त्यसपछि हाम्रो प्रदेशमा गयो, सातवटा प्रदेश लगायतका कुराहरू छन् होइन। यदि प्रदेश बन्नुभन्दा पहिले तपाईँ त्यही नागरिकतामा हुन्छ क्या, त्यही नागरिकतामा हुन्छ। त्यो नागरिकतामा जे छ तपाईँले नागरिकतामा फेरि तपाईँको के छ, जन्मस्थान भन्दा पनि तपाईँले के गर्नुपर्ने हुन्छ भन्दाखेरि त्यो चाहिँ तपाईँले के गर्नुपर्ने त्यहाँ टाइप गर्नुपर्ने हुन्छ। स्थायी बसोबासमा तपाईँको जे छ माथि जन्मस्थानको चाहिँ गर्नु परेन, जन्मस्थान कहाँ गरेको त्यो चाहिँ लेख्न चाहिँ पर्यो। तर अहिले एड्रेस लेख्दाखेरि तपाईँले जहिले पनि स्थायी बसोबासको चाहिँ लेख्नुपर्ने हुन्छ। स्थायी बसोबासमा जे छ त्यो चाहिँ तपाईँले त्यहाँ गएर लेख्न सक्नुहुन्छ है त। त्यसपछि तपाईँले नागरिकता हेर्नुहोस् एकचोटि, तपाईँको प्रदेश बन्नुभन्दा पहिलेको नागरिकता गाविसहरू छ, भिडिसीहरू लेखेको
लिएको छ भने चाहिँ के गर्नुस् तपाईले ओल्डबाट भर्नुस्। यदि होइन चाहिँ नयाँबाट छ, परदेशबाट छ, गाउँपालिका नपा गापा छ भने चाहिँ तपाईले न्यूबाट भर्दिनुस् है त। यो चाहिँ नभुल्नु होला। यो चाहिँ मिस्टेक भयो भने नागरिकता अनुसार फेरि भर भने तपाईको पीसीसी रिजेक्सन आउन सक्छ। यो दुईवटामा तपाईले ख्याल गर्नु होला है त। यो चाहिँ मैले न्यूबाट छ त्यसकारण न्यूबाट भर्दैछु। न्यूमा प्रदेश चुज गर्नुपर्ने हुन्छ तपाईले। यसरी प्रदेश चुज गर्नु र प्रदेश चुज गर्दा बित्तिकै अटोमेटिक जिल्लाहरू आउँछ। त्यो प्रदेशहरु कुन पर्छ त्यो जिल्ला चाहिँ तपाईले चुज गर्नुपर्ने हुन्छ। त्यसपछि नगरपालिका गाउँपालिका पनि आउँछ। कुन गाउँपालिका नगरपालिका त्यो आफैले तपाईलाई थाहा हुने कुरा भइहाल्यो। त्यसको वार्ड नम्बर कति छ, टोलको नाम चाहिँ तपाईले लेख्नुपर्ने हुन्छ। टोलको नाम जहिले पनि पास लास्टमा जुन तपाईले पास बनाउनु भएको छ पासको सुरुको नामलाई चाहिँ हामीले टोलको नाम भन्छौँ। नाम चाहिँ त्यसमा लेख्दा हुन्छ। यसरी सबै कुरा लेखिसकेपछि अब तपाईले नेक्स्टमा क्लिक गर्नु भन्दा पहिले करेन्ट एड्रेसमा क्लिक गर्न सक्नुहुन्छ। यहाँ आई एम लिभिङ इन नेपाल गर्न सक्नुहुन्छ। र तपाईँ नेपालमै बसोबास गर्नु भएको छ भने यसमा चाहिँ सेम एज सिटिजनशिप गरिदिनुस्। माथिको एड्रेस सबै सेम हो भने सेममा टिक लगाइदिनु। त्यसपछि तपाईले कुन कन्ट्रीमा जाँदै हुनुहुन्छ त्यो कन्ट्रीको नाम लेख्न सक्नुहुन्छ। तपाईले कन्ट्रीको नाम लेख्नुस्, कुन पर्पजको लागि जाँदै हुनुहुन्छ त्यो लेख्नुस्, वर्क भिजिट के को लागि हो, अनि त्यो यहाँ गएर तपाईले नम्बर टाइप गर्नुस् है त। मोबाइल नम्बर टाइप गर्नु। अब रिलेटिभको आफ्नो होइन रिलेटिभ नजिकको मान्छेको नम्बर चाहिँ टाइप गर्न सक्नुहुन्छ। यो सबै भइसकेपछि नेक्स्टमा क्लिक गर्नु। अब नेक्स्टमा क्लिक गरेपछि यहाँ हेर्न सक्नुहुन्छ। यहाँ गएर तपाईको एउटा कुरा के छ, माइनरको केसमा माइनरको सर्टिफिकेट तपाईले चाहियो भने यहाँ गर्न सक्नुहुन्छ जसको नागरिकता बनेको छैन। खास गरी माइनरको केसमा पुलिस रिपोर्ट खासै चाहिँदैन, त्यही पनि आवश्यक पर्यो भने तपाईले यहाँदेखि निकाल्न सक्नुहुन्छ। र तपाईले सिटिजनशिप भनेर नागरिकता भएको मान्छेको यहाँदेखि गर्न सक्नुहुन्छ। यो सबै कुरा म तपाईले बताउँछु र तपाईले आफूले टाइप गर्नु होला, किनकि मैले त्यो चाहिँ एजुकेसनल पर्पजको लागि बनाउँदैछु। यो कुनै डेटाहरू हामीले हाइड गर्नुपर्ने हुन्छ, त्यसको लागि अन्यथा नलिनु होला। तपाईले आफ्नो कुराहरू कसरी लेख्ने भन्ने कुराको बारेमा प्रक्रियाको बारेमा मैले बताउने छु। र अघि भने जस्तै यहाँ गएर तपाईले आफ्नो नागरिकता नम्बर लेख्नु होला है त। अनि नागरिकता कहिले इस्यु भएको हो, इयर, मन्थ अनि डे लेख्नु होला। र कुन जिल्लामा तपाईको नागरिकता इस्यु भएको छ है त्यो डिस्ट्रिक्ट लेख्नु होला। त्यसपछि यहाँ गएर फ्रन्ट नागरिकताको फ्रन्ट अगाडि बनाएको थियो त्यो फ्रन्ट यसमा अपलोड गरिदिनु होला र ब्याक साइड चाहिँ यसमा अपलोड गरिदिनु होला। त्यसपछि हामीले पासपोर्टको डिटेल भर्नुपर्ने हुन्छ, किन हामीले पासपोर्ट भर्दैछौँ। पासपोर्टको लागि यहाँ पासपोर्ट नम्बर टाइप गर्नु, पासपोर्ट कहिले इस्यु भएको, इयर, मन्थ अनि डे, अनि पासपोर्ट कहिले एक्सपायर भएको, इयर, मन्थ, डे चुज गर्नुस्। त्यसपछि यहाँ गएर ब्राउजमा गएर त्यो पासपोर्ट क्लिक लिनुस्। त्यसपछि गएर क्लिक गरेर तपाईले अगाडि बढ्न सक्नुहुन्छ। र एडिसनल डकुमेन्ट भनेको चाहिँ एडिसनल तपाईसँग छ भने राष्ट्रिय परिचय पत्र लगायतका कुराहरू छन् भने इफ राख्न सक्नुहुन्छ, नत्र यसले चाहिँ कम्पलसरी छैन। सबै कुरा राखिसकेपछि तपाईले नेक्स्टमा क्लिक गर्न सक्नुहुन्छ है त। सबै डेटा चाहिँ म राख्दैछु, मैले पनि यसमा आफ्नो राखेर नेक्स्टमा क्लिक गर्नुस् है त। अनि यहाँ थाहा फ्रन्टमा ब्राउज, त्यसपछि यहाँ गएर ब्याक है त। अनि यहाँ गएर पासपोर्टको डिटेल राख्न सक्नुहुन्छ। यसै सबै कुरा राखिसकेपछि तपाईले नेक्स्टमा क्लिक गर्नु। नेक्स्टमा क्लिक गरिसकेपछि अब हामी कहाँ आयो भन्दाखेरि हामीले के सक्यौ, पर्सनल इन्फर्मेसन राख्यो, एड्रेस पनि राख्यो, हामीले डकुमेन्ट पनि अपलोड गर्यो, डकुमेन्टको सबै इन्फर्मेसन राख्यो र सेल्फ डिक्लेरेसन आउँछ अहिले है। अब चाहिँ हामी कन्फर्मेसनमा जाँदै त्यसपछि हामी के छ, यु हैव क्रिमिनल हिस्ट्री भनेको छ। यदि तपाईको कुनै केसहरू लडेर फाइनल भएको केस छ भने चाहिँ तपाईले यहाँदेखि यस भनेर तपाईको केस केमा भएको लगायतका कुरा राख्न सक्नुहुन्छ। यदि तपाईको कुनै पनि केस छैन भने नोमा क्लिक गर्नु, त्यसपछि नेक्स्टमा क्लिक गरिदिनु है त। नोमा क्लिक गर्ने, त्यसपछि नेक्स्टमा क्लिक गरिदिनु। नेक्स्टमा क्लिक गरिसकेपछि अब तपाईले बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि यहाँ सबै विवरणहरू एकचोटि राम्रोसँग चेक गर्नु होला है। एकचोटि चाहिँ तपाईले यो पर्सनल इन्फर्मेसन भनेको चाहिँ कन्फर्मेसनमा हामी आएका छौँ। यो सबै डिटेलहरू नाम, बुबाको नाम होइन, आफ्नो चाहिँ जन्म मिति, एड्रेस लगायतका कुराहरू सबैचोटि चेक गर्नु होला। चेक गरिसकेपछि बल्ल तपाईले यो सबै विवरण ठिकठाक छ भन्ने भयो भने यहाँ गएर तपाईले सो घोषणा गर्नुपर्ने हुन्छ। र सो घोषणा गरिसकेपछि यो क्याप्चा चाहिँ तपाईले टाइप गर्नुपर्ने हुन्छ है त। यो सबै डिटेल मैले राखेको कुरा ट्रु छ, ठिक छ, कुनै पनि समस्या आयो भने त्यसको जवाब दिए म हुनेछु लगायतका कुराहरू चाहिँ यहाँ भनेको छ। यो कुराहरू चाहिँ लेखिसकेपछि यदि हामीले फल्स इन्फर्मेसन राखेको छ भने रिजेक्सन आउँछ, त्यति बेला हामीले करेक्सन गर्नुपर्ने हुन्छ। सबै कुरा ठिक छ भन्ने लाग्यो भने यसमा क्याप्चा टाइप गरेर सबमिट गरिदिनु। यति काम हो है। यति काम गरिसकेपछि तपाईको पुलिस रिपोर्ट मजाले यहाँ गएर के भयो त प्रोसेस भयो र प्रोग्रेस भइसकेपछि यहाँ गएर तपाईको नाम दिन्छ, अप्लाई कहिले गरेको डेट दिन्छ र एप्लिकेसन आइडी दिन्छ र यहाँ गएर इन प्रोसेस भनेको छ। केही समस्या पर्यो भने यहाँनिर तपाईलाई नम्बर पनि दिएको हुन्छ। यो नम्बरमा पनि तपाईले कल गरेर बुझ्न सक्नुहुन्छ। र मिनिमम खास गरी त भनाइ अनुसार त 72 घण्टा भन्छ, 3 दिन भन्छ। तर अहिले चाहिँ अलिकति पुलिस रिपोर्ट भर्ने जनसङ्ख्या बढी भएको कारणले गर्दाखेरि यो लोड बढी भएको कारणले गर्दा 5-7 दिन 8-10 दिन पनि लागिराखेको हुन्छ। नआत्तिनु होला, तपाईको सबै स्टेप बाई स्टेप आउँछ। अब तपाईले के गर्नुपर्ने हुन्छ, यहाँ आफ्नो आइडी लगइन गर्ने। यसको लागि के गर्नुपर्ने हुन्छ, अब तपाईले खोल्नु पर्यो भने के गर्नु त भन्दाखेरि यसलाई मैले यहाँ गएर के गर्दा लगआउट गरेँ। लगआउट गरेर इमेल आइडी टाइप गर्ने, हामीले जुन इमेल राखेको अघि पासवर्ड टाइप गर्ने, लगइन गरेपछि खुलिहाल्छ है त। यसरी पासवर्ड आइडी पासवर्ड टाइप गरेर लगइन गर्नुभयो भने हामीले जुन आइडी बनाएको छ त्यो चाहिँ खुल्यो है। अब एप्रुभ भएका कस्ता हुन्छ म तपाईलाई देखाउन गइरहेको छु। यसरी तपाईको यदि कम्प्लिट भएको छ भने यो तरिकाले आउँछ। यहाँ गएर तपाईको नाम आउँछ अनि एप्लिकेसन डाउनलोड कम्प्लिट भनेको छ। तपाईको कुनै पनि केसहरू भएन, तब फाइल एकदम ठिक छ भने चाहिँ यहाँ गएर डाउनलोड भन्ने अप्सन आउँछ र त्यो डाउनलोडमा गएर तपाईले क्लिक गर्नुभयो भने तपाईको के छ, फाइल यहाँ गएर डाउनलोड भएर बस्छ। डाउनलोड भएर आइसकेपछि यसरी हाम्रो त्यसपछि त्यसलाई चाहिँ पराष्ट्रको छाप लगाउनु पर्ने हुन्छ। र पराष्ट्रको छाप कसरी लगाउनु त्यसको बारेमा मैले भिडियो बनाएको छु, यहाँहरूले चाहिँ हेर्न सक्नुहुन्छ। यसरी पुलिस रिपोर्ट आयो भने तपाईको पुलिस रिपोर्ट क्लियर भयो है। अब यो पुलिस रिपोर्ट तपाईले के को लागि प्रयोजनको लागि भर्नु भएको त्यहाँ गएर तपाईले यसलाई युज गर्न सक्नुहुन्छ है त। अर्को स्टेप के छ भन्दा तपाईको यहाँ गएर तपाईको यदि इन्फर्मेसन सबै ठिकठाक भयो भने चाहिँ भेरिफाई हुन्छ है। यसरी इन प्रोसेसिङ भेरिफाई हुन्छ र भेरिफाई भयो भने बल्ल तपाईको क्रिमिनल रेकर्ड कम्प्लिट गर्छ सीआरसी र सीआरएस कम्प्लिट गरिसकेपछि तपाईको बल्ल डाउनलोड गर्न पाउनुहुन्छ है। यो भेरिफाई भयो भने तपाईँ ढुक्क भएर बस्दा हुन्छ, तपाईको पुलिस रिपोर्ट 100% आउँछ है। भेरिफाई नहुँदासम्म र तपाईको होल्डहरू देखाउने लगायतका कुराहरू चाहिँ देखाउँछ। होल्ड कसरी देखाउँछ म त्यो पनि तपाईले देखाउन गइराखेको
राखेको छु। ल साथी एउटा एप्लिकेसन चाहिँ हामीले भर्दाखेरि होल्ड आएको छ है, मैले अगाडि चाहिँ नाम हाइड गरेको छु, यहाँ हेर्न सक्नुहुन्छ यसरी होल्ड आउँछ। यो भनेको के त प्लिज कन्ट्याक्ट के भनेको छ, प्लिज कन्ट्याक्ट पुलिस भेरिफिकेसन सेक्सन नेपाल पुलिस हेडक्वार्टर नक्सल फर फर्दर प्रोसेस भनेको छ के, यहाँ इन होल्ड भनेको छ। के भयो भन्दा यसमा कुनै न कुनै के हुन्छ भन्दाखेरि कहिलेकाहीँ तपाईँको यदि मुद्दा लागेको छ, केसहरू चाहिँ फाइल अदालतमा पुगिसकेको छ, फाइल केस भएको चाहिँ क्लियर भएको छैन भने यहाँ यस्तो खालको आउँछ। त्यो भएर तपाईँले पुलिस रिपोर्ट निकाल्न पाउनु भएन, त्यो सर्टिफिकेट दिँदैन। त्यसको लागि तपाईँ कहाँ जानु पर्यो, पुलिस हेडक्वार्टर नक्सलमा गएर चाहिँ के हो भनेर कुरा गर्न सक्नुहुन्छ। र अर्को कुरा के हुन्छ, तपाईँको नामसँग चाहिँ म्याच भएर पनि कहिलेकाहीँ यस्तो हुन्छ, तपाईँले भन्न सक्नु मैले त केही पनि मिस्टेक गरेको छैन, मेरो कुनै पनि कानुनी लफडा छैन अथवा कुनै पनि अपराध गरेको छैन भन्ने तपाईँले कन्फिडेन्स छ भने तपाईँ सिधै नक्सलमा आफ्नो ओरिजिनल नागरिकता लगेर जानु होला। त्यहाँ गइसकेपछि यदि तपाईँको नाम म्याच भएको रहेछ भने उनीहरूले खोलिदिन्छ, त्यसपछि फेरि पुलिस यही आइडीदेखि नै अप्लाई गर्न सक्नुहुन्छ। र अर्को कुरा के छ भने तपाईँ पुलिस रिपोर्टको केसमा तपाईँ केस पनि क्लियर भइसक्यो होइन, केस पनि क्लियर भइसक्यो तर होल्ड आयो भने के हुन्छ भन्दाखेरि तपाईँले यदि जिल्लाबाट लड्नु भएको छ भने जिल्लाबाट तपाईँले के गर्नुपर्ने हुन्छ, एउटा त्यहाँबाट यो क्लियर भइसक्यो भने एउटा उनीहरू लेटर दिन्छ, त्यो लेटर लिएर तपाईँ नक्सल जाने र नक्सल गइसकेपछि तपाईँको खुलाइदिन्छ, त्यसपछि तपाईँले पुलिस रिपोर्ट निकाल्न सक्नुहुन्छ। र तपाईँ मुद्दा चलिराखेको केसमा चाहिँ तपाईँ पुलिस रिपोर्ट निकाल्न सकिँदैन, त्यो चाहिँ होल्डमै हुन्छ छिनोफानो नहुँदासम्म। त्यो साथीहरू पक्कै पनि साथीहरू आजको भिडियो तपाईँलाई कस्तो लाग्यो सल्लाह सुझाव दिन सक्नुहुन्छ। मैले तपाईँहरूको जानकारीको लागि यो भिडियो चाहिँ बनाएँ, पक्कै पनि मैले सके जति इन्फर्मेसन तपाईँलाई दिएको छु र यसरी तपाईँले आफ्नो पुलिस रिपोर्ट अप्लाई गर्न सक्नुहुन्छ र पुलिस रिपोर्टको बारेमा केही समस्या भयो भने पनि तपाईँले यसरी चाहिँ सल्भ गर्न सक्नुहुन्छ भन्दै आजको भिडियो यति नै। हस्त धन्यवाद, नमस्ते, अर्को दिन शुभ रहोस्। फेरि अर्को भिडियोमा भेटौँला। च्यानललाई लाइक शेयर र सब्स्क्राइब गर्न भने चाहिँ नभुल्नु होला। थ्याङ्क यू सो मच।